धनुराशि र धनुलग्न भएका व्यक्तिहरूको लागि यही जेठको 19 गतेबाट गुरु ग्रह कर्कट राशि प्रवेश गर्दा कस्तो फल मिल्छ त? यदि हजुरहरू पनि धनुराशि र धनुलग्नको हुनुहुन्छ भने पहिलो स्थान र चौथो स्थानको मालिक देवगुरु बृहस्पति अष्टम स्थानमा उच्चको राशिमा हुनुहुन्छ। यो समय तपाईँको लागि यात्राकारक समय छ। यात्रा गर्न खोज्दै हुनुहुन्छ, निकै राम्रो समय छ। वैदेशिक क्षेत्रमा हुनुहुन्छ, विदेशको बसाइ राम्रो छ। तर खर्च भने बढ्न सक्छ। विदेशमा भएका व्यक्तिहरूको बढी खर्च हुने खालको अवस्था हो भने तपाईँहरूको लागि यात्राको लागि लिएर धेरै खर्च हुने खालको अवस्था देखिन्छ। ऋण लिनुभएको छ, ऋणमा कारोबार गर्दै हुनुहुन्छ भने ऋण लिएका व्यक्तिहरूको लागि यो समय ठिक छ। ऋण बिना गर्नको लागि पनि ग्रहले निकै सपोर्ट गर्ने खालको अवस्था देखिरहेको छ। सँगसँगै आर्थिक क्षेत्रको लागि पनि यो समय निकै राम्रो देखिन्छ। आर्थिक कारोबार गर्दा भने अलिकति सजगता चाहिँ अपनाउनु पर्ने हुन्छ। स्वास्थ्यमा विचार गर्नु, स्वास्थ्यको लागि अलिकति चुनौतीहरू आउन सक्छन्। विशेष गरी स्वास्थ्यमा पेटलाई लिएर समस्याहरू आउन सक्ने खालको अवस्था देखिन्छ भने स्वास्थ्यको लागि अलिकति विचार गर्नुपर्ने देखिन्छ। र पारिवारिक जिम्मेवारी पनि बढ्ने खालको समय छ। घर परिवारलाई लिएर धेरै खर्चिनुपर्ने, धेरै समय बिताउनु पर्ने, धेरै जिम्मेवारी वहन गर्नुपर्ने तपाईँहरूको लागि रहन सक्छ।